वो पार्किङ पार्क देखिन्छ त माथि हेर के हो बसपा जस्तो माथि पनि पार्किङ छ त्यत्रो बेर लाइनमा लाएर पार्किङमा कुलकी चाहिँ झुन्नी गर्छ नि यहाँ लाइन गएर टावरले काम गर्दो रहेछ गर्छ यसो रोकिएर हुन्छ एउटा अनुभव हुन्छ यार रोकिन्न त्यो बुढो आगो लाएर त भइसक्यो अरू के हुन्छ आगे त लाएको थिएन आगो आगो लाग्छ भन्नु नि आगो लाग्छ रुख काटेछन् कि रुख त काटेर छ अब बैशाख जेठतिर थाकल गला पाउलाउने बेला हुन्छ पुरानो बाटो चाहिँ यतिकै छ जाने अनि यो बुढो बाका जाने नुन बोक्ने यहाँको उहाँदेखि राधे खाने अब हेर्नुहोस् गाड राखेको ठाउँ ठाउँ कति हेर्दै जान्छ अन्त होइन समस्या समस्या अब यता के हाल्यो भने के पकाउने खाने सुत्ने यहाँ त त्यो बिक्राइ गर्ने त चढ्न पनि त सक्यो गरे होइन सक्यो चढ्न सक्यो पोलमा चढ्न सक्यो त्यो पोल हो त नि त टाढे है ठाउँ त अब त्यो डाँडाबाट फेरि अर्को डाँडा छ कि म त फर्स्ट टाइम आएको भनेको मान्छे तिमीले सबै टिकट पैसा पे गर्नु पर्ने कि फर्स्ट टाइम आएको मान्छे ऊ माथि लाइन मन्दिर जाने खासै लाइन नभए हुन्छ हौ धेरै यत्र लाइन त कति छ तल मान्छे सबै गाडी गयो कि त हामीले जति मान्छे अगाडि पठाए सबै गएकै होला हिजो कति बसिएको छ बाटोमा देखाएको रोकिएन हिजोका बल्ल झर्दैछन् मान्छे बल्ल बाटोमा देखाएको रोकिएको छ देखिएन मान्छे फुर्स दोकान नभेटाएर हो कि चिया खाने ठाउँ नभेटाएर नरोकेको तलको एउटा डुठुले जो झुक्केर खसेको होइन तल एउटा डुठो तल्लोमा के रहेछ यो तल्लो के को लागि यो पावरको होला सोलरको हो क्यामेरा खै त्यहाँ होइन त्यसै क्यामेरा गएर के हो यो क्यामेरा पनि जोडा रहेछ क्यामेरा होइन होइन कहाँ हुन्छ क्यामेरा होइन तार होला बिजुली सिजुली लिएर त होला एउटै डुठो कसरी होला र यसो केही कनेक्सन होला कि यस्तो कोलान दुख्ने चित्त राम्रो नि कसले भविष्यवाणी गरेको होला यो यार मैले हो नि दाइ कुन देशबाट त भविष्यवाणी भयो होला यहाँ झाक्छ है यहाँ पनि झ्याक्छ अनि हेर्नुहोस् अब पारी आयो फेरि अर्को डाँडा काट्नु सम्म पाइसक्यो दौडाउनु रहेछ हेर्नु तलमा कति खेती गरे मनोकामना मन्दिर त माथि डाँडा निस्किने हो ल माथि हो गर अब बल्ल मन्दिर निस्किँदैछ होइन 700 रुपियाँ ठिकै ल्याएर छ होइन 770 रुपियाँ दाजु धेरै त होइन पैसालाई बाटो त छ त मोटर बाटो ए मोटर बाटो झर्ने बाटो ठिकै छ यो हाम्रो गाडी आउनु दिनु हुन्न भने यहाँ कता आउँछ पनि त बाटो छल्ला छ कता छ त आएन उता निक्रिने कता पनि थाहा भएन त्यो डाँडामा होइन मनोकामना मन्दिर ल उता देखाइदिएको हामीलाई किन देखाइन्छ मैले त ब्याक क्यामेरा गरेर देखाइदिएछु अरे यस्तो गरेर देखियो यताको देखिँदैछ खाली गयो यार मान्छे त हुन्छ नि मान्छे धेरै हुने त्यो त माथि लाइनमा आएन लाइनमा त्यो माथि पूजापाठ गर्ने पूजापाठ गरेपछि धेरै खेती गर्ने क्या मान्छे भएका चढ्ने यता जस्तो भेटी हुन्न कि यो रीति आयो दुइटै गरी 11-12 दुइटै गरी यता जाँदै भिड हुन्छ कि उहाँ चाहिँ नि रोकिन्न अहिले एकछिन पछि 10-11 बजेपछि पछि भिड हुन्छ आँटा पनि कता कता साना साना के हो बोरा बोरा फाले होइन बारी गरी मले फाली त बोरा कुखुरा रहेछ नि दाइ मोल हो बोरा फाले चाहिँ मल बाख्राको मलको कुखुराको झाक्छ झाक्छ खाटो परेछ क्या किन चढेर चाहिँ बताउँ हालेर चाहिँ भयो यार यसरी कहाँ पुगिन्थ्यो त्यही घुमाउँदै गर्थ्यो के टाढै रहेछ यार अन्त यार बाटोमा धेरै घुमेको छ कति गाने मैले केवल कार लाँदा चाहिँ ल होला कि बाटो पनि हो सामान लिएर जानुलाई तेल सक्यो
सकिन लाग्छ त्यो एउटा स्टाइलमा त्यस्तै यत्ने जिन्दा बहुत कसरी जान्छ यो है फलाउने है असल कसो या बहुत ठाडो जग्गा यो लुन्ठो त ऊ छ कि त घुम्ने जग्गा नि यो लुन्ठो यो लुन्ठो घुम्ने माथि घुम्ने हो यो त फिक्स छ त्यसमा लुन्ठो घुम्यो माथिको तार चाहिँ घुमिछ यो चाहिँ केही पनि गरे होइन लुन्ठो घुमिरहेको खायो त्यही ठिकै मोटरले घुमाइरहेको ए गेर्नु पनि यही रहेछ म त यो यस्तो घुमिरहेको कि भनेपछि त यसको स्पिड त एउटै त हुनुपर्ने एउटै लेभल छ र ओह्रालो मान्छे यो लाइन त्यसै त एउटै हो हामीलाई त्यस्तो बढी दौडेर जस्तो सुस्तो भयो जस्तो लागेको मात्रै होला कि यसको एभरेज एउटै छ यत्रो लुठो घुमा है तल सधैँ यत्रो ठुलो घुमाउने मोटर त्यति मौसम छक्क भएन है मौसम क्लियर छैन अस्ति नि जस्तो छ हाम्रो आज डाँडा काँडा उल्छ क्या त मौसम खान्छ ढुङ्गी अन्त सल्लाह त्यही हो किटी नेर चोर कि पिपला खाइस कि भनेदेखि मनितिर हेलो हजुर हजुर म त यता मनोकामना भरि हजुर अझै एकचोटि ध्यान छ कहिले यहाँ त मेरो होटल त घर त यति ठुल्ठुलो होइन शिवरात्रि बाको पछि बुझाउने भन्नुभयो कत्रो होटल गर्नु लाग्यो कक्षर बाँकी हो ठिक छ म भरि आउँछु के अरे ठिक छ म भरि आउँछु अनि सल्लाह गरौँ भाइ उठ्नुहोस् के अझै भिडियो गरे दाम हरियाल के छिटो घुम्छ त अहिले किन